हेलो गाइज, आज हामी आएको छौँ मिथिला घाट हेर्नका लागि। त्यो पनि हामी बाबाधाम गएको थियौँ अनि त्यही भएर मिथिला घाट पनि हेरिहालौँ इन्डियाको है। कस्तो लाग्दैछ मिथिला घाट? पुरै राम्रो छ। यहाँ हेर्नु कति राम्रो, यहाँ हेर्न सक्नुहुन्छ। हेर्नु कस्तो राम्रो भ्यू छ है मिथिला घाटको। यहाँ चाहिँ पोखरीहरू छ, कस्तो राम्रो छ भ्यू मिथिला घाटको। अनि त्यही भएर हामी चाहिँ अहिले भर्खर आयौँ। तर यहाँको चार्ज पनि लिँदो रहेछ यार। तर इन्ट्री चार्ज चाहिँ 20 रुपियाँ आइसक्यो, केही छैन। तर हामी फ्यामिली हेर्न सक्नुहुन्छ। सब फ्यामिली आएको छौँ। यहाँ हेर्न सक्नुहुन्छ कति शीतल छ है। अलि घाम पनि लागिरहेछ, घाम पनि लागिरहेछ होइन। अब यहाँ चाहिँ हेर्नु कति राम्रो छ। तर प्लेस चाहिँ खतरा छ क्या, जस्ट हुनुपर्ने ठाउँमा चाहिँ। तर के गर्नु, 1 घन्टाको टाइम मात्रै छ हामीसँग अनि 1 घन्टामै हामीले घुमेर जानु पनि पर्छ। गाइस, तपाईँहरू भन्नु कस्तो छ यस्तो ठाउँहरू कमेन्टमा भन्नु भाइ, कमेन्टमा भनिदिनु है। यस्तो छ ठाउँ। उहाँ चाहिँ हाम्रो बाबा हो, मम्मी, म अनि भाइ, म चाहिँ भाइ, अनि उहाँ चाहिँ फुफा हुनुहुन्छ। हामी घुम्न आएको छौँ।